कहाँ जाने रे हामी फर्स्ट यो सङ चाहिँ डेडिकेटेड टु माई डियर साली। के भयो निद्रा लाग्यो कहाँ जाने रे हामी फर्स्ट बाइक परिवारहरू है मेरो भाइ मामा मामा ल यो सङ चाहिँ डेडिकेटेड टु माई डियर साली। तिम्रो हातै मन पर्यो। साली के भयो लजाको साली तिम्रो जवान कसले लाने हो तिम्रो हातको तिन तरकारी कसले खाने हो। अर्को मेरो बुढी ठुस्केर बसेको ससुराली देखेपछि साली मन पर्यो ए ससुरा बा मलाई साली मन पर्यो लौन ससुरा बा मलाई साली मन पर्यो। के भयो निद्रा लाग्यो जाडोमा घुम्नु पर्ने होइन त टक्क यसरी हातमा तोङ्बा लिँदै घुम्न मन थियो मेरो सालो हातमा तोङ्बा लिँदै क्या यसरी चुस्स चुस्स अनि हामी चाहिँ चिकन राइस गर्ने होला होइन दुईजनाले चिकन हातमा बोक्ने एकजनाले खुवाइदिने ल श्रीअन्तु यो श्रीअन्तु भनेकै थियो ल घुम अब श्रीअन्तु क्याम्पेन गर्दा तिनजना टाइम मिलाएर आउने कि बस्नु गरेर आउनुपर्छ भने रमाइलो हुन्छ क्या अन्तिममा नेक्स्ट इयरमा आउँदाखेरि बस्ने गरी आउने ल बस्नु गरेर आउनुपर्छ बेलुका आएको अनि गिटार अनि गाउने गिटार छैन है छैन आम्मा दामी हुन्छ नि यहाँ फेरि अहिले मेरो त्यो गीत सुनेर अनि फेरि ऊ यहाँ हाम फालिदिन्छ म त अनि त्यही भएर कहीँ हुन्छ नि त्यो गिटार लिएर गीत गाउनै मन लाग्दैन मान्छे यत्तिकै झुमिन्छ क्या पानाको झोला भरिन्छ मान्छेहरूले कहाँ खोलेको छु भनेको थिएँ अन्ति छिटो छ भनेर मेरो साली कति राम्ररी पाएको छु मैले आम्मा मेरो साली यसको नाम राखेको छ कि छैन
यो फुलुङ हो मम्मीले बरु ठुलो खन्दैछ है मेरो बुढियाले पुरा बनाइरहेछ त्यसलाई लेग पिस भन्छ Gauli style. You know that? फेरि टिकटकमा देखाउँछ नि त्यो यस्तो गर्नु बित्तिकै तरकारी सबै बोकेको